सम्पूर्ण सबैजनालाई नमस्ते छ र सबैजना त सबैले जानिहाल्नु भएको छ हाम्रा राहुल प्रधान हिजो आज 3 बजी बिहान उहाँ हामीलाई छोडेर जानुभयो र दुःखको घडीमा भन्न त केही छैन र हजुरहरूले धेरै जानकारीहरू खोजिराख्नु भएको थियो र जानकारी त्यही हो। उहाँलाई धेरैवटा हस्पिटलमा हामीले लिएर गयौँ र पनि के गर्नु, अब दैवको खेल रहेछ सबै थोक र उहाँ आज हामीहरूको माझमा हुनुहुन्न र उहाँ जहाँ पनि हुनुहुन्छ उहाँको आत्माले चिर शान्ति कामना गर्छौँ हामी र उहाँको परिवारवर्गलाई भगवानले अरू शक्ति दिनुहोस्, त्यही हामी कामना गर्दछौँ। र आज हामी सबैजना मिलेर आज उहाँको अन्तिम संस्कार पनि हामीहरूले गरेर आयौँ र त्यही हो, सबैजनाले आशीर्वाद गर्नुहोस्, उहाँको फ्यामिली सही सलामत रहोस् र भोलिको डेटमा पनि उहाँको फ्यामिलीलाई केही इच्छु कमी पर्यो भने हाम्रो टिमले, हाम्रो सबैजनाले 100% हामी सहाय सहयोगिता आग बढाउनेछौँ। धन्यवाद। देख्न सकिन्छ साथीहरू, अहिले चाहिँ हामी सबै युथका साथीहरू कुट्लु गेट ट्राभल गरिरहेका छौँ। अहिले चाहिँ मसँग हुनुहुन्छ रोहित छेत्री। बिजोग भनेको 1 महिना त्यहाँ राखेर मैले 3 महिना राखेको अहिलेसम्म बिचरा उनको जिन्दगीमै ट्रिटमेन्ट चलिरहेको छ। त्यस्तै तपाईँ हामीले दिएको पैसाले ट्रिटमेन्ट चलिरहेको छ। सानो कुरो होइन, आज फेसिलिटी भेटेका छन् र उनीहरूलाई ढुक्कै भएको छ। थुप्रो सुविधा र चाहिँ सुनिल छेत्री, सुमित कोला, नेत्रा थापा, प्रदीप नायक, अतुल दर्जी। नाम लेखेको एक साइड गरिदिनु, नलेखेको एक साइड गरिदिनु, आफू साइड होइन। यति बेला चाहिँ हामी यो राहुल भाइको अन्तिम संस्कार गरेर चाहिँ फर्किरहेको छौँ। यो भिडियो बनाउनु चाहिँ हामीलाई एउटै उद्देश्य छ कि हामीहरूको देश विदेशमा बस्नुभएको दाजुभाइहरूले अपडेट बनाउनु भएको थियो। थ्याङ्क यू।